गाइस धेरै दिनपछि भ्लग बनाएको छु आज टक्क भइसक्यो 1.5 हप्ताको दिन हो अहिले नबनाएको गाइस आज चाहिँ बनाउँछु यस्तै नै छ ल प्याज बनाएको के गर्छ भ्लग त्यस्तै नबनाइहाल्ला होइन साथसाथै घाम पनि राम्रो लागेको छ आकाशमा त्यसै ल घाम पनि राम्रो लागेको छ नाखाहरू पनि गर्दैछ यस्तो छ ल खाएर साथीहरूसँग चाहिँ मैले खाना खाइसकेँ अब चाहिँ म साथीहरूसँग घुम्न जान्छु एकछिनपछि अहिले मोबाइल चलाउनु त पर्यो होइन अलिकति तक्छु पुग्नु अहिले भर्खरै खाना खाएँ तपाईँले खानुभयो कि नै कमेन्ट गर्नु होला र यस्तै छ आज चाहिँ मैले भ्लग बनाएको हुँदैन गाइस तपाईँहरूलाई थाहै नै छ किनभने अब एकछिनपछि भ्लग बनाउनु पर्ला साथीहरूसँग घुम्न जानुपर्छ अहिले कल गर्छु अनि भ्लग जाने बेला है त ल गाइस अहिले चाहिँ म माथिबाट बोल खेलेर आएछु कि अहिले चाहिँ यो पनि आएको छ आएँ मस्त ठाउँ भनेर गएको त्यसपछि अनि सिनिमीहरू पनि आउँछु हुँदै थिएँ आउँछ नि के त्यो थाहा दुईवटा जाँदैछु अहिले भन्छ ए बोल्दैन ल यस्तै छ ल माथिबाट खेलेँ यति त आएको थिएन अलिक घाम होइन नि त अलिक चर्को घाम लागेको थियो त्यो एउटा अलिक घाम होइन अहिले जान्छु त्यसपछि पसलमा आएको छ लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु गर्ने नबिर्सिनु होला फेरि है ल एउटा चाहिँ मिलबाट आउँछ त्यसपछि आएर खानासाना खाएर अनि त्यही घर जान्छु ल अहिले चाहिँ अब नास्ता खाएर मात्र आएछु कि भिडियो बनाउँछु भन्नु थियो तर भिडियो बनाउनु छ मैले पाएँ धेरै राजी नै पढिसक्यो होइन ल यस्तै रहेछ गाइस आज काम भएन नि त अब नास्ता मात्रै गर्ने काम भयो कि त्यही भएर मैले खाना बनाएको बनाउन पाएन भिडियो त्यसको रेसिपी बनाउँछु अर्को भिडियोमा चाहिँ बनाउँछु त्यो बनाउनु ल साथीहरू भ्लग चाहिँ गरेर मासु होइन यति हुन्छ बनाउने चाहिँ फुल भिडियो राम्रोसँग बनाउनु लगाएको थिएँ काम बनाउँदै थियो राम्रोसँग बनाउनु पाएन यति नै खस्छ